यहाँहरूलाई नमस्कार गर्न चाहन्छु। आज अब महाशिवरात्रि, शिवरात्रिको शुभकामना छ। र एउटा कुरामा हजुरलाई एउटा फरक प्रसङ्ग के ल्याउँदैछु भने फेसबुक मोनिटाइजेसन गर्ने यो प्रक्रिया जो हाम्रो चलिराखेको छ नि, तपाईहरु यदि फेसबुकलाई मोनिटाइजेसन गर्ने हो, तपाईको जाने फेसबुकमा इन्गेजमेन्ट बढाउने हो भने तपाईले अनिवार्य कमेन्ट गर्न सिक्नुस्। र जुन साथीले पोस्ट गर्नुभएको छ, हामीले राखेका पोस्टहरुमा अनिवार्य कमेन्ट, राम्रो कमेन्ट गरौँ। त्यो राम्रो कमेन्ट गरियो भने त्यो चाहिँ इन्गेजमेन्ट बढ्छ र तपाईँ नचिनेको मान्छेले पनि हाम्रो भिडियोलाई चाहिँ कमेन्ट गर्यो भने हामीले त्यसको प्रोफाइल भिजिट गरेर अनि उसलाई फेरि हामीले कमेन्ट रिप्लाई गर्छौँ। उसको प्रोफाइल हेरेपछि उसको भिडियोहरुमा पनि कमेन्ट गर्ने यो पद्धतिको विकास गरौँ। अनि त्यो गरियो भने मात्रै हामी एक अर्कामा चाहिँ त्यो फेसबुक मोनिटाइजेसन गर्ने र हाम्रो पनि सबै ग्रोथ हुँदै जान्छ र त्यसरी हामी सफल हुन सक्छौँ। अब हामी कि चाहिँ अब त्यो सेलिब्रिटी हुनु पर्यो, अर्कालाई वास्तै नगर्ने, आफूलाई मात्रै जाने कमेन्ट गरिदियोस्, लाइक गरिदियोस् भन्ने प्रकारको हामी सेलिब्रिटी चाहिँ त्यो होइन। त्यसैकारणले हामी एक अर्कामा नलागेसम्म र यसरी नजुटेसम्म हाम्रो चाहिँ सफलता हुन सक्दैन। त्यसैले हामी सफलता पाउनको लागि एकले अर्कालाई राखेको पोस्टमाथि लाइक गरिदिनुस्, कमेन्ट गरिदिनुस्। र कमेन्ट एकदम तपाईँ लेखेर कमेन्ट गर्नुभयो भने यति राम्रो हुन्छ। त्यसले नै तपाईको इन्गेजमेन्ट बढाउँछ र नयाँ चाहिँ भ्युअर्सहरुसँग पुग्छ र अनि उले हेर्छ र सुनेर कमेन्ट गर्ने बानीको विकास गर्नुभयो भने हाम्रो चाहिँ यो फेसबुक मोनिटाइजेसन अलि अगाडि जान सक्छ भन्ने मेरो धारणा रहेको छ र तपाईहरुलाई एकदम अनुरोध गर्न चाहन्छु है त।